पहिलो डोजको म्याच सकिन लागेपछि दोस्रो चरणको जेन्जी थेरापीका लागि देउवाको नेपाल पुनरागमन। देश सकेकाहरू अब कांग्रेस सक्ने होडमा कसिएका छन्। हो दर्शकबिन, नेपालमा जस्तो जेन्जी थेरापी विदेशमा कतै पनि नपाएपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा अन्तत नेपाल नै फर्किएका छन्। गत भदौ 24 गते पहिलो डोज फेला पारेका उनले फेरि दोस्रो डोज बेलैमा लिनका लागि नेपाल आएको बुझिएको छ। जेन्जी आन्दोलनमा गतिलो मसाज भेटेका र उपचारको बहानामा मुसो झैं लुसुक्क विदेश भागेका उनी एयरपोर्टमा ओर्लने बित्तिकै बाघ जस्तै गर्जिने प्रयत्न गरे, तर उनको गर्जन बिरालोको म्याउ म्याउ जस्तो मात्रै भयो। कतिपय कांग्रेसीहरूले नै त्यसलाई बाल दिएनन्। त्यसपछि आज डेट एक्सपायर भइसकेका पुराना कांग्रेसी दौतरीहरूलाई जम्मा गरेर कांग्रेसको राष्ट्रिय भेलाको नाममा सभाको आयोजना गरे। उक्त सभामा सबै पुराना नेताहरूले गगन थापा र विश्वप्रकाश शर्माको दोहोलो काट्ने आफ्नो रहर पूरा गरे। गगन र विश्वप्रकाश शर्माले उनीहरूलाई विशेष महाधिवेशनबाट गलहत्याएर निकालिदिएको रिस सबैले फेर्न भ्याए।